अर्को युवा सोच्नु न म पिएचडी गरेको मान्छेहरूलाई पोलिटिक्स सिकाउँछ क्या मुलुकमा यो मेरो घमण्ड भोको पेटले राष्ट्रिय गान र भजन त गाउँदैन घर अगाडि 1 हप्ता खन्नु होला धेरैमा 1 महिना बाटो खन्नु ओके त्यसपछि त परिवार पाल्नु पर्यो श्रीमती पाल्नु बच्चा पढाउनु पर्यो तपाईको आम्दानीको स्रोत के हो म व्यवसायी के गर्नुहुन्छ व्यवसाय छ किन भन्छ पार्टीमा निकै राम्रो आम्दानी खर्च गरेको मान्छे चाहन्छु नि होइन नि चाहन्छु नि बिल्कुल होइन तर यो मान्छेको मैले भिडियो हेरेँ होइन त्यो मान्छेको भिडियोमा गाली मात्रै थियो क्या यो मान्छेलाई प्रायः जसो मङ्गोल समुदायको मान्छेले पनि गाली दिइराख्नुपर्छ भनेपछि यो मान्छे खासै राम्रो मान्छे होइन कतै यो मान्छेले हर्क सम्पाङलाई खाल्डामा त हाल्दैन यार होइन म त हर्क सम्पाङको सपोर्ट गर्ने मान्छे हो होइन यिनीहरू मान्छे यस्तो यस्तो मान्छेहरू आउँदाखेरि त जे पनि हुनसक्छ होइन अब यस्तो ठुल्ठुलो कुरा गर्छ यार पहिले होइन अनि कमेन्ट हेर्नुहोस् पुरै त्यो नराम्रो सबैले गाली गरेछ क्या मान्छेलाई राम्रो भनेको कोही पनि छैन